हेलो हेलो सबैजनालाई गुड मर्निङ है हजुर। गुड मर्निङ शुभ बिहानीमा फेरि पनि हजुरको छोटो मिठो एउटा भिडियो लिएर आएको छु। हेरेर साथ दिनु होला हजुर। अन्तिम तक है त। आज मेरो पास के छ भन्दाखेरि ढिला नगरी हजुरलाई म पक्कै नै देखाउने छु। त्योभन्दा पहिले आज चाहिँ बिल्कुल मौसम चाहिँ कति ठिक छैन हजुर, हेर्न सक्नुहुन्छ। मौसम चाहिँ खराब छ आज। घाम पनि लागेको छैन। बिहान बिहान अँधेरो रात पाला हुने भएको छ हजुर है। यति बेला म चाहिँ माथि छतमा छु। छतमा हजुरहरूको साथ यता छोटो मिठो भन्नाले यो छ मेरो पास, हेर्न सक्नुहुन्छ। यो के को फल होला यो फलको अनबक्सिङ हुँदैछ आज। अरे बाबरे 10 किलो छ क्या समथिङ। आज चाहिँ कटर, यहाँ त साथीले दिएको कटर हो। धरम भन्ने साथीले कटर दिएको हो। आज चाहिँ त खानु पर्यो बिहान बिहान भनेर यसो यसको पनि एउटा भिडियो बनाइहालौँ कि भनेर चाहिँ म सुरु गर्दैछु हजुर। यहाँनिर फेरि उ छ के, लगभग हरेक घरमा भन्दा लगभग कुनै घरको यस्तै हुन्छ नि। यसो जस्तै यो भयो, यो गार्डन टाइप हो। यस्तोमा मेरो साथीको एउटा उ रहेछ कि कटहरको बुट्टा भित्रै। त्यो चाहिँ एकदम लरै जम्मै क्या के भन्छ लत्थै फल्याएको लपक्कै। तलबाट मानिससम्म कटरै कटर। अनि मैले भन्दा यत्रो कटर कोल खान्छ हो, यता दिन पऱ्यो यार, हामी पनि खाइहालौँ भनेर पछिल्लो पालि दिनुभएको थियो उहाँले। तर अलिकति थियो क्या परेर, मैले भने यतिले कहाँ हुन्छ, एउटा सिँगै दिन पऱ्यो, यत्रो कटर के गर्नुहुन्छ त, बरु त्यतिकै जाने सडेर भनेर भनेको थिएँ। अस्ति फेरि ल कटर पाकेको छ दाइ, खाने भए लैजानु भनेर भन्नुहुन्छ उहाँले। चत्त लौ त भनेर एउटा सिँगे कटर बोकेर आएको। हेर्नुहोस्, कटर चाहिँ यही हो। मेरो दुईटा पाहुना त्यहाँ पारि बसेका छन्, कटर चाहिँ यता छन्। अब यसलाई फोड्ने है हजुर। ढिला नगरी यसो भित्र चाहिँ फल पाकेको छ कि काँचो छ, म चाहिँ सुरुवात गरेँ है त हजुर। म चाहिँ अब सुरुवात गर्छु यो कटहरको लागि। एकदम हावा चलेको छ कि, हावा चलेको छ, मोबाइल ड्याङ। तर भुमे झऱ्यो भने बर्बाद छ यार। त्यस कारणले म चाहिँ फोन लाग्छु यसलाई है त। हेर्न सक्नुहुन्छ। खटर अब यसले फोड्ने तरिका कसरी हो? हजुर आज म कटर फोडेको छु। तल त्यस्तो लिएर आउनु पर्ने रहेछ। कहाँ चाहिँ कटर दिएको कता त पाएका थिएन। 2 दिन तक भएर आएँ मैले दाबेर। बासना फेरि यस्तो बासना आएको छ कि खुसुखेरि। फोन कसरी यार।
कता त लियो बाबा होइन पाके जस्तै छ त किन फुल्दैन हौ ए अचम्मै भयो त बा मोरो पाके जस्तो छ हौ भित्र त है यो पाके छैन राम्ररी कटहर खानु पर्यो भनेर खानु पर्यो भनेर ल्याएको त हो यो कटहर नपाके जस्तो फातकात एउटा निकालेर चाहिँ खाला नि त मिठो त एकदम मिठो छ गुलियो पनि गुलियो छ तर यहाँको कलर यस्तो हो कि पाके पनि एकदम सफ्ट नहुने क्या यो साथै भन्दा यहाँ कटहर निकाल्नु लाग्यो निकाल्न जाने हौ घरमा साथैले ल्याएको कटहर पाक्दा पाक्नु त पाकेको छ तर खास राम्रो गलेर होइन त अब यसलाई एक दिन मजाले दाबेर राख्नु पर्यो होइन उसको बाद खाना पर्ला पाक्न त पाकेको छ तर किन यति चाम्रो छ भएन गाई कता खाने मेसो आज भएन कतार खाने मेसो भएन आज एक दुई दिन आज त यसले दाब्नु पर्यो हेर्न सक्नुहुन्छ पाक्न त मजाले पाकेको छ तर खै भित्र अलिकति टाइट छ क्या नरम हुन पर्ने नरम हुन पर्यो तर यो टाइट छ हस् त हजुर आज यति नै आज कटहर खाने चाहिँ कार्यक्रम सफल भएन हजुर अब हेरेर चित्त बुझाउनु पर्यो हेरेर चित्त बुझाउनु पर्यो आजको लागि अब भोलि चाहिँ पक्का यसको चाहिँ ओपनिङ हुनेछ आजले यति नै आजले यति नै हजुर तर मिठो त बुझ्नु छ तर ऊ भयो क्या अलिकति नरम हुनु पर्ने सफ्ट हुनु पर्ने तर सफ्ट छैन पाकेकै रहेनछ
हस् त हजुर कटहर चाहिँ आज पाक्दै पाकेन हजुर पाकेर हेर्न छ फेरि अर्को दिन पक्कै पनि देख्ने छ हजुर भित्रको माल हैन जब तकको लागि ओके बाई बाई।